जेलमा जानु पर्ला भनी मैले विचार गरिन जेलमा जानु पर्ला भनी मैले विचार गरिन उडुसको टोकाइले झन्डै गरिन उडुसको टोकाइले झन्डै गरिन तरकारीको पसल थियो कालीमाटी बजारमा तरकारीको पसल थियो कालीमाटी बजारमा आन्दोलनमा बोलाएको थियो 15,000 मा आन्दोलनमा बोलाएको थियो 15,000 मा आन्दोलनमा बोलाएको थियो 15,000 मा छोरछोरी र श्रीमान सुखी थियो परिवार छोरछोरी र श्रीमान सुखी थियो परिवार आफ्नै बुद्धि बिगारेर बिग्रियो परिवार आफ्नै बुद्धि बिगारेर बिग्रियो परिवार आफ्नै बुद्धि बिगारेर बिग्रियो परिवार इज्जत त के थियो र भएको पनि गइसक्यो इज्जत त के थियो र भएको पनि गइसक्यो छोरछोरीलाई स्कुल जान लाज भइसक्यो छोरछोरीलाई स्कुल जान लाज भइसक्यो छोरछोरीलाई स्कुल जान लाज भइसक्यो न त अब व्यापार हुन्छ न त दिन्छ ओलीले न त अब व्यापार हुन्छ न त दिन्छ ओलीले बिना पक्कै दुःख पायो आफ्नै बोलीले बिना सितै दुःख पायो आफ्नै बोलीले बिना सितै दुःख पायो आफ्नै बोलीले धन्यवाद पार्ट 2 पनि चाहिएको छ पार्ट 3 पनि चाहिएको छ हैन तपाईहरुले कमेन्ट गर्नु है त ल धन्यवाद चाहिएको छ।